हेलो हाई फेरि पनि स्वागत गर्न चाहेँ। आज चाहिँ ड्युटी सकेर आएर चाहिँ आज हामी यहाँ बुढाई जेरडोङबाट चाहिँ गाडुङमा चाहिँ साथीहरूले डिनरको लागि चाहिँ अफर गरेको कारणले गर्दाखेरि अब के गर्नु गलेको बेलामा पनि यसो अफर गर्नलाई नखान सकिँदैन। त्यही भएर चाहिँ छोटो मिठो डिनरमा चाहिँ यसो सहभागी भएर आउने भनेर भनेको छ। तर त्यहाँनिर बिच बाटोमा चाहिँ बाटोहरू पनि पुरै बिग्रिरहेछ अरे, एकदम डेन्जर छ अरे। त्यहाँनिर अघि एउटा मान्छे पनि दुर्घटना भएर खुट्टा भाँच्यो भन्ने छ। अब हेरौँ त्यो बाटो कस्तो छ। गाडुङ जाने बाटो चाहिँ त्यहाँ बिच बाटोमा चाहिँ एउटा खाल्टो परेको छ अरे भन्ने छ। अब हेरौँ कस्तो छ। त्यहाँ गएपछि म तपाईँलाई त्यो पनि देखाउँछु है त। ल भिडियो चाहिँ हेर्दै गर्नु होला। हामी चाहिँ अहिले गार्डन जाँदैछौँ, नाइट सिनरी हो। डिनरको लागि गार्डन फाइनली हामी गार्डन आइपुग्यौँ। यस्तो छ गार्डनको नाइटको सिन। हामी फाइनली गाडुङ आइपुगेको छौँ साथीहरू। अब हामी रेस्टुरेन्टतिर जाँदैछौँ। अब बढी जाउँ। रेस्टुरेन्ट चाहिँ के नाम हो यो, खै नाम त थाहा छैन यो रेस्टुरेन्ट चाहिँ। हेलो नमस्ते। नमस्ते हजुर, नमस्ते नमस्ते। यो बाहिर यो फुल्की के उयस हुन्छ सुजी मैदा अनि गहुँको आटा चाहिँ त्यो त हजुरले मात्रै दियो भने टाइम नरछ भने त्यो टाइपको बनाएको यो चाहिँ रेडिमेड होइन। यो रेडिमेड बाट किन्दा पनि ल आजको हाम्रो डिनरको टुलहरू चाहिँ यतिसम्म हामी 1 2 3 4 5 6जना छौँ। 6जनामा खाने हो, मागेर खाने। खै के अर्डर भयो आज? यसो गरौँ न, खोइ मेनु भयो नि यहाँनिर। यसो गरौँ न, कमन गरौँ न। मटन र चिकन एक प्लेट मोमो त्यो गरौँ। त्यसो गरौँ। अरे कसको बर्थडे हो? ओ वाट अ सरप्राइज। मै सबै भइरहेको छु। वाह कसको बर्थडे हो? अरे oh my god, birthday boy! आज त बर्थडे पनि छ त। Happy birthday to you. Happy birthday to you. Oh सरप्राइज यार, के हो? खाना खानु बोलाएर है। मैले त त्यतिकै पो भिडियो बनाएर त ठ्याक्कै पो आयो त। केक काट्को त दिनु भोलि बहिनी टिकटकमा हाल्नुहुन्छ। वाह बर्थडे बोय त हेरौँ मैले खाएर तिमीलाई आज चाहिँ स्पेसल सरप्राइज भयो। मनोजको बर्थडे रहेछ है। हामीले खाना खानु जाउँ भनेर भनेको त भयो त गिफ्ट पो लिएर आउँछ यार। कस्तो सरप्राइज यार, कसले दिएको सरप्राइज हो यो? नखोलाइदिएर अब ठिकै छ हुन्छ। जाने कि यो कसको इनिसिएटिभ हो आजको यो बर्थडेको?
ओ तपाईले हो तपाई हो Happy birthday, once again, happy birthday. Happy birthday, happy birthday. मोमो आयो मोमो चाहिँ साइज गरेछ यार म त खाएँ म के साइज हेरे यो एक्सेल साइज गर्नु भन्छ सबै आफ्नै धुनमा खाना कुर्ने धुनमा छन् खाना खाइसकेको छ त्यो इन्भाइरोमेन्ट एक दिन आउँछ सत्र अहिले थ्याङ्क यू One second, happy birthday to you. Wish गर्न पर्ने नि बर्थडेको भएको नहीं के लिन्छ तपाईँ मैले हेर्दैन ल बाई बाई गुड नाइट बाई 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 गुड नाइट हामी अब टाढा हो ल बाई बाई गुड नाइट धन्यवाद भाइ बर्थडे खाइयो हिँड्यो अब ल गाइस आजको भ्लगलाई चाहिँ यहाँदेखि यिनै बन्द गरौँ हाम्रो अब खाना खाइयो खाना खाएर अहिले 10 बजिसक्यो गाडुङ मल यतातिर छ आजको भ्लगबाट बाई बाई गर्नु पर्यो ल बाई बाई गुड नाइट सरी गाइस मैले अघि तपाईँलाई झुटो बोलेको थिएँ एउटा चाहिँ के झुटो बोल्यो भनेदेखि त्यो बाटोमा गाडुङमा जाँदाखेरि चाहिँ बाटो बिग्रेको छ भनेर त ट्राफिकले चाहिँ त्यहाँनिर ट्राफिक लाइटको चाहिँ त्यहाँ प्रब्लमले गर्दाखेरि त्यो बाटो ब्लक भएको रहेछ अनि त्यहाँबाट एक्सिडेन्ट भएको रहेछ त्यो रहेछ तर यहाँ मसँग गलत सूचना आएको कारणले गर्दाखेरि बुढामा बाटो बिग्रिने त कुरै छैन त्यही पनि अब तपाईँहरूलाई मैले बोलिहालेँ यसको लागि म धेरै धेरै क्षमा चाहन्छु है त गाइज मैले यो अहिले लास्टमा एउटा भन्नु खोजेको कुरा